बाढीले बगाएको छ। त्रिशुली बजार हामी देख्न सक्छौँ यहाँ ज्यानको बाजी नै लगाएर यहाँ निकालेको छ। हामी सबै मान्छे लगाएको एउटा एउटा उत्या ऊ अपन छ लास हेर्नु लासै लास छ ऊ अपन छ एउटा लास उता एउटा हेर के अनि अब गाडी जोगाउन सकेन। हाम्रो चितङ दोस्रो गाडी यहाँ परेछ हाम्रो। हेलो दाइ हामीले के ल चाइनाको हिमताल फुटेर चाहिँ यसरी आउँदै रहेछ। हामी बटार आइपुगेका थियौँ। बटारबाट फर्केर हामी सातले दरबारतिर सेफ ल्यान्डिङमा गएका छौँ। अहिले म सातले दरबार माथि आएर खिच्दैछु। यो 81 यो बाँध फुटेर ठुलो भेल आएको छ र यहाँ यो पछाडि हाम्रो अगाडि देखिरहेको यो त्रिशुली बजार हो। यो त्रिशुलीले हामी देखिरहेका छौँ त्रिशुलीको दृश्य। जागलम कदम कहे नौजवान हो। हे भगवान त्यो कस्तो एउटा घर पनि छैन, केही छैन बेत्रावतीको त। घर त पुरै लिएर आएर यता राखे के हेर्ने मान्छेहरू कहाँ कहाँको छैन नि सबै बग्यो के भने यो केही छँदै छैन यार। सबै छैन के त्यो घर त यस्तरी लिएर आउँदो रहेछ। बेत्रावती बजारमा केही छैन, बजारै छैन नि बेत्रावती। कहाँ छ खै बाबुजी हो ओहो पुरा ड्याम फुटेर आयो यार। पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ। आमामामामामा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो। ल ल त्रिशुली बजारै गयो यार। ल गयो यार सिलास यता आऊ अलि टाढा बसौँ टाढा। आमामामामा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। म बस्दाखेरि बिहान अलिकति सफा कुरो गर्दाखेरि म अलिकति भन्छन् कि यति बेला चितवनको प्रशासन के हेर्दैछ। यति ठुलो नारायणी नदीमा बीच भङ्गालोमा मान्छेहरू हाम फाले। यहाँ सुरक्षा निकाय अहिलेसम्म आइसकेको छैन। तपाईहरुलाई हामी नारायणी अनलाइनको फेसबुक पेजबाट